नमस्कार। यो भिडियो चाहिँ मैले स्पेसल्ली तपाईको लागि बनाइरहेको छु। किनकि यो नेपालमा चाहिँ नि यो राजनीतिक दलहरूको कमी हो र भनेको, पार्टीहरू कमी भएको हो र भनेको। नेपालमा च्या उम्रे भन्दा धेरै पार्टीहरू दर्ता गरेको देखेर मलाई चाहिँ अचम्म लाग्न थालेको छ क्या। नेपालमा अहिले 100 भन्दा धेरै राजनीतिक दल दर्ता भइसकेको छ र अझै धेरै दल दर्ताको प्रक्रियामा छ भनिराखेको छन्। अनि यहाँ चाहिँ जतिजना क्यान्डिडेट भयो, जतिजना उम्मेदवार भयो, त्यति नै जनाको चाहिँ पार्टी दर्ता गर्ने हो कि के हो? नेपालमा चाहिँ व्यापार व्यवसाय उद्योग धन्दा गर्न एउटा फर्म दर्ता गर्न चाहिँ धेरै नै गाह्रो हुने, अनि यहाँ राजनीतिक दल दर्ता गर्न चाहिँ सजिलो छ र सबैजनाले दर्ता गरिराखेको हो कि, अथवा यहाँ मान्छे साँच्चीकै यहाँनिर चाहिँ राजनीतिक दलको कमी चाहिँ भएर अहिलेसम्मको यो आन्दोलन जे जति भइरहेको सबै त्यसैको लागि हो त? यहाँ के दल दर्ता गर्न नपाएर चाहिँ अहिलेसम्म आन्दोलन भएको हो र भनेको? यो सबै आन्दोलनहरूको मर्म भनेको चाहिँ राजनीतिक दल दर्ता गर्नु अथवा यहाँनिर चाहिँ धेरैभन्दा धेरै पार्टी बनाउँदामै विकास हुने हो र भनेको। बरुभन्दा त यहाँनिर त कुनै पनि पार्टीको राम्रो लिडरसिप नभएर अथवा त्यहाँभित्र चाहिँ साँच्चीकै एउटा आन्तरिक लोकतन्त्र अथवा सुशासन चाहिँ निष्पक्ष नभएर होला नि त। तर यहाँनिर मैले चाहिँ अझै पनि बुझ्न सकिनँ हौ। तपाईँहरूले चाहिँ के बुझ्नु भएको छ हौ? कस्तो बुझ्नु भएको छ? यहाँनिर चाहिँ भनौँ न, अब दलहरूकै कमी हो त भनेको। जम्मा लगभग 3 करोड पपुलेसन भनेको छ नेपालमा। त्यसमा चाहिँ अब मेरो ख्यालमा चाहिँ अब यही हिसाबले हो भने त अब सबैभन्दा धेरै त यहाँको उद्योग धन्दा व्यापार व्यवसाय भन्दा त धेरै त राजनीतिक दलै हुन्छ जस्तो पो लागिरहेछ त हौ। सबैभन्दा फर्स्ट आउने बिजनेस चाहिँ त्यही हुने हो कि के हो? नत्र त मैले चाहिँ अझै बुझ्न सकेको छुइनँ क्या। त्यही भएर तपाईँले चाहिँ के बुझ्नु भएको छ हौ यो विषयमा? यहाँनिर त अब त कुनै पनि नामै पो यहाँ त अब त नरहला जस्तो भयो त। अब भनेको व्यक्तिहरू चाहिँ जस्तो मेरो ख्यालमा चाहिँ पहिले जस्तो एमालेमा बा भनेर सबैले केपी बा भनेर चाहिँ एकदम एमाले बिग्रियो भने, अनि यता काङ्ग्रेसमा शेरबहादुर देउवालाई सबैले दाई भनेर दाईको पार्टी भने, अनि अब यता माओवादीमा 30 वर्षदेखि चाहिँ अध्यक्षको भनौँ न एकैजना मात्रै अध्यक्ष भएर पार्टी चाहिँ बिग्रियो भनेर भन्थे। अब हुँदै हुँदै अब बिस्तारा स्वतन्त्र भन्ने शब्द नै लगभग हाइज्याक भएर एउटा स्वतन्त्र पार्टी भन्ने पर्ने हो। त्यो चाहिँ रवि लामिछानेको पार्टी। त्यस्तै गरेर अब हुँदा अब यहाँ श्रमदान गर्नेहरू जतिको चाहिँ श्रम संस्कृति पार्टी भन्ने पर्ने हो क्या। अब भनेपछि यहाँनिर फेरि के भयो भने, अब म चाहिँ भन्छु हेर्नुहोस्, श्रमदाताहरूले नै अब फेरि यो श्रम संस्कृति पार्टी भन्नेलाई अब सकाउने भयो क्या। किन भन्दा हर्क साम्पाङलाई चाहिँ फेरि अब यहाँ श्रम पिता भन्न थाले। अब श्रमदाता मात्रै भने पुगेन भनेको क्या। अब फेरि श्रम पिता हुने हो भने त फेरि पनि उही केपी बा भने जस्तै भइगयो नि, होइन र? भनेपछि समान भन्दै कि त सबैजना श्रम पिता भन्नु पर्यो त्यहाँ, होइन भने सबैजना श्रमदाता भन्दा भएन भनेको। जस अगुवा हो हर्क साम्पाङ भनिराखेको छ त, स्वयं हर्क साम्पाङले चाहिँ म चाहिँ अगुवा हो है श्रमदानको भनेको छ। तर म श्रम पिता हो भन्दै त हिँडेको छैन। तर त्यो श्रमदाताहरूले किन चाहिँ फेरि श्रम पिता भनेर चाहिँ जताततै मैले 1-2 ठाउँ बोर्ड पनि देखेँ क्या। जस्तो त्यो धराने बेसारको त्यो जुन स्टोरमा मैले बोर्ड देखेँ, त्यहाँ चाहिँ श्रम पिता भनेर हर्क साम्पाङको चाहिँ नमस्कार गरेको एउटा फोटो राखेको रहेछ क्या। मलाई त्यो देख्दाखेरि एकदम क्या, म चाहिँ राम्रो गर्नेको चाहिँ म एकदमै समर्थन गर्छु। त्यही भएर भन्छु म सबैजनाको क्या। जस्तो कुनै पोइन्टमा केपी ओलीले लिएका अडानहरूमा पनि मैले समर्थन गर्छु। कुनै कुरामा जुन शेरबहादुर देउवाको पनि समर्थन गर्ने नै हो राम्रो कुरामा। जस्तो कुनै कुरामा जुन प्रचण्डले जुन एउटा राम्रो काम गरेको कुरामा त्यसमा समर्थन गर्ने हो। त्यस्तै रवि लामिछानेले पनि गरेका राम्रा कुराहरूमा समर्थन गर्ने भने हर्क साम्पाङले नै गरेको राम्रो कुराको म समर्थक नै हो क्या। तर मलाई एउटै कुराको पिर के हो त भन्दाखेरि बिगारेका बाहिरकाले होइन क्या। सबै कुराहरू यो जुन ध्वस्त पार्नुमा चाहिँ यो भित्रकै मान्छेहरूको मात्रै भूमिका हो क्या अहिलेसम्म चाहिँ। बाहिरको मान्छेले त खबरदारी नै मात्रै गरेको हुन्छ। बाहिरको मान्छेहरूले त हरेक कुरामा
सकेसम्म सुझाव नसके नि आलोचना गरेका हुन्छन् क्या। तर भित्रका मान्छेहरूले हो क्या सबै बिगारेको। अहिले म त्यही भन्छु, यो जुन अहिले हर्क साम्बाङले जुन एउटा पार्टी दर्ता गरेर हिँड्नु भइरहेछ, अहिले जुन एउटा सङ्गठन विस्तारमा हिँडिरहनु भएको छ, श्रम पिता भनेर लास्टमा खरानी बनाउने भइसक्यो क्या त्यहाँभित्रै पनि क्या। श्रम पिता भनेर किन अहिले नै भनिरहनु पऱ्यो क्या। ए बाबा त्यो सबैले बिस्तारै कसले सुरु गरेको, कहाँबाट सुरु भयो, के सुरु भयो, कसरी गरे भन्ने कुरा त सबैले देखेको छ त। ए बाबा अहिलेका मान्छे सबै मरिसकेका छैन नि त। हर्क साम्बाङले गरेका हरेक कुराहरूको त अहिले त आई विटनेस छन् त सबैजना क्या। भने अहिले किन फेरि श्रम पिता भनेर पुरै फेरि यो पुरा त्यो भक्त के भन्छ नि त्यो भक्ति गाउनु पऱ्यो भने क्या। त्यही भएर म चाहिँ भन्छु यस्ता कुराहरूबाट बच्नुहोस्, हर्क साम्बाङ पनि बच्नुहोस्। हुन चाहिँ मैले सल्लाह सुझाव दिएको होइन, तर यो पनि अहिले जुन एउटा नयाँ एउटा देशलाई चाहिने, एउटा देशमा चाहिँ श्रम गरेरै केही हुनुपर्छ, श्रमदानबाटै सबै कुराहरू चाहिँ सम्भव हुन्छ, अथवा श्रमदानबाटै चाहिँ देशलाई एकदमै समृद्ध बनाउन सकिन्छ अथवा विकास गर्न सकिन्छ भनेर जुन एउटा अठोट लिएर चाहिँ अगाडि बढिरहनु भएको छ, त्यसको लागि चाहिँ म पनि एकदमै समर्थन गर्छु। तर त्यो भित्रबाट त्यसरी नै भक्तिगान गाएर चाहिँ खरानी बनाउने भयो काम हुन थाल्यो भने अनि चाहिँ फेरि गाह्रो हुँदै जान्छ क्या। त्यही भएर म भन्छु सबै श्रमदाता हो भने श्रमदाता भन्दै सक्यो। जहाँ चाहिँ कार्यकर्ता हुँदैन भनेको छ, जहाँ चाहिँ नेता हुँदैन भनेको छ, अनि त्यहाँ फेरि श्रम पिता भनेर चाहिँ किन जताततै फेरि पोस्टरमा ठुला पोस्टरमा श्रम पिता भन्दै लेखिनु पऱ्यो क्या। अहिले त लेखिने जरुरी छैन त, मलाई चाहिँ त्यस्तो लाग्छ क्या। जुन दिन साँच्चीकै भनेको सोचेको र जुन कुराहरूको एउटा भिजन बनाएर हिँडिरहनु भएको छ, त्यो जुन दिन त्यो सपना साकार हुन्छ नि, त्यो दिन नभने पनि र नलेखे पनि त्यतिखेर शिलामा लेखिए जस्तो गरेर अटोमेटिक लेखिनेछ, स्वर्णिम अक्षरले लेखिनेछ क्या। त्यो हो नि त, मलाई चाहिँ त्यस्तो लाग्छ। त्यही भएर सबैजनाले यो कुरामा चाहिँ सचेत हुनुपर्छ भन्ने लाग्छ। धन्यवाद, थ्याङ्क यू।